दिदी भिनाजु नानी बाबु हुनुहुन्छ अनि हाम्रो फ्यामिली चाहिँ यसमा छ। अनि त्यसपछि यहाँबाट चाहिँ तल आजकल भाइरल भएको तुलसीपुरको मोतीपुर हामी अगाडि जाऊँ के अरे तुलसीपुरको मोतीपुर त्यो उसमा डुङ्गा चलाउने ठाउँमा चाहिँ सबै जाने बाटो रहेछ, त्यही भएर एकदम भिडभाड छ। हेलो के छ साथीहरू भनेर भन्नु भएन ल। यसो यहीँबाट जाने रहेछ साथीहरू, त्यही भएर एकदम भिडभाड छ यहाँ चाहिँ। आज चाहिँ मेला लागेछ अरे साथीहरू, तल मेला। हामी चाहिँ तुलसीपुर दिदी भिनाजुको घरमा आएको। हिजो तुलसीपुरको मोतीपुर भाइरल ठाउँमा गइयो, डुङ्गा पनि चढ्यो साथीहरू। आज चाहिँ न्यु इयर पनि हो 2082 साल। अनि त्यसपछि आज पनि हामी पाहुना खाएर घुम्न जाँदैछौँ। तन्न भएर खाएको खानेकुरालाई चाहिँ पचाउन जाँदैछौँ साथीहरू। हामी चाहिँ मेरो भिडियो चाहिँ हेरिदिनु होला अन्तिमसम्म, कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अब हामी यहाँबाट मेन रोड निस्केर तुलसीपुर बजार क्रस गरेर गणेश पार्क जान्छौँ है त साथीहरू। अन्तिमसम्म भिडियो हेर्दै गर्नुहोला। गर्मीको मौसममा वैशाखको गर्मीमा सरर हावा खाँदै जाँदैछौँ साथीहरू। एकदमै रमाइलो भइरहेछ है त साथीहरू। कपाल चाहिँ छोड्न मन लाग्छ साथीहरू, तर के गर्नु, हावाले उडाएर मान्छे अलग्गै कपाल अलग्गै पुऱ्याइदिन्छ। त्यही भएर चाहिँ यहाँ पनि छ है साथीहरू घुम्ने ठाउँ। घुम्ने ठाउँ त कति हो, कति रमाइलो छ है साथीहरू। सँगसँगै गएर भिडियो बनाऊँ भनेको त। ल सँगसँगै जाऊँ है, सँगसँगै यता हेरौँ त। हेर्नुहोस् त बाबु निराइसक्यो क्या, यहाँ छोरा निराइसक्यो। यहाँ हामीहरू चाहिँ मेन रोड आइसक्यौँ। अब चाहिँ हामी तुलसीपुर बजारतिर जाँदैछौँ। ल साथीहरू, हामी चाहिँ अब तुलसीपुरको बजार पुगिसक्यौँ है साथीहरू। एकदमै रमाइलो भइरहेछ।
यो सालको न्यू इयरमा चाहिँ एकदमै रमाइलो सोचे भन्दा पनि रमाइलो भइरहेछ साथीहरू। यस्तो रमाइलो चाहिँ मैले योभन्दा अगाडि कुनै पनि न्यू इयरमा गरेको थिएन। योचोटि चाहिँ एकदमै रमाइलो भइरहेछ साथीहरू। आफ्नो फ्यामिलीसँग घुमघाम भइरहेछ, एकदमै रमाइलो भइरहेछ है साथीहरू। तपाईँहरू पनि इन्जोय गर्नुहोला। सिधै माथि हो क्या तुलसीपुर बजार हेर्नुहोस् है साथीहरू। 2022 सालमा चाहिँ सबैलाई फलोस् फुलोस्, सबैको काम भने जस्तो होस् साथीहरू। वीरेन्द्र चोक भन्छ के चोक हो यो? तुलसीपुर बजार सिद्धिसक्यो साथीहरू। अब हामी माथि सल्यान जाने रोडतिरबाट गइरहेछौँ। छोरो सुतिसक्यो यहाँ। छोरोलाई फेरि स्कुटीमा, बाइकमा, अटोमा, गाडीमा यस्तोमा चढ्नै हुन्न, निद्रा लागिहाल्छ 1 मिनट बस्ने बित्तिकै। कस्तै भिड रहेछ त। ल साथीहरू, हामी चाहिँ फाइनल्ली गणेश पार्कमा पुगिसकेका छौँ। तर यहाँ पनि एकदम लास्टै भिड रहेछ। अब टिकट काटेर भित्र जान्छौँ। गाइजहरू हेर्नुहोस् त गाइजहरू, आज हामी यहाँ आइपुगेका छौँ। पहिला यहाँबाट जान्छौँ। यहाँ त पुरै पार्टी चलिरहेछ गाइजहरू। यो फेरि पुरै उठाउनु के उठाउनु, हेर्नुहोस् गाइजहरू, यहाँ सिन कति राम्रो आएको छैन यार। रियलमा लास्टै राम्रो छ है गाइजहरू। यहाँ मोबाइलमा के प्रोब्लम छ? ए हेर्नु, मोबाइल खासै राम्रो छैन गाइजहरू। मलाई त लाग्छ गाइजहरू कोही मान्छे आएको छ, सब मध्यतिर धलेछन् भनेर। इ यस्तो कताको काले पनि युट्युब कस्तो राम्रो ठाउँ आएको छ। आन्टी मैले रास्तै राम्रो गराएको छु, नहेरेर झट्टै हालिदिनु होला है। मैले त्यसरी
खतरा खतरा गराउँछु के तपाईँलाई थाहा छ त मेरो होस् त्यो खाली त खै छैन के हो जहाँ पायो यत्रो उमाको गौतम बुद्धको यो छ यस्तरी शुद्ध पिउने पानी यहाँ यस्तो यस्तो इन्तजाम चिज बनाइरहेछन् होला यहाँ डान्स गरिरहेछन् यहाँ के गरिरहेछन् होइन यहाँ पानी छर्छ पार्न आइरहेछ दुबोमा जथाभावी फोहोर नगरिदिनु होला हामीहरू यस्तो कोही राम्रा छन् कोही सुकेका छन् है बच्चा यहाँ अगाडि उता लहर लाग्छ यहाँ अस्ति हामी पिकनिक मनाएको थियौँ यही ठाउँमा कोही आएर बसेको छ हामी पनि कसैको ठाउँमा बसेको थियौँ होला झोला हामी चाहिँ तुलसीपुरको गणेश पार्कमा आइसकेका छौँ र यहाँ चाहिँ एकदमै भिडभाड छ हामीले चाहिँ फोटोसुट पनि गऱ्यौँ अनि त्यसपछि गर्मी पनि एकदम गर्मी छ अहिले चाहिँ हामी यो रुखको मुनि शीतल ताप्नलाई बसेका छौँ कस्तो भिडभाड छ त्यसैमा पनि बच्चाहरू दौडेर चकचक गरेर हिँड्छ साथीहरू भइसक्यौँ घाम लाग्यो छोराछोरीले हैरान पारे चकचक गरेर डुङ्गा रहेछ चलाउने मान्छे हुन्छ नि त चलाउने मान्छे यो 12 कुने डहको जस्तै हो कि मात्ते चितुवा छ है साथीहरू उता पारी कुनामा छ देखिन्न तर राम्रोसँग पारी कुनामा गएर बसेछ है चितुवा पारी बसेछ खरायो खरायो सेतो खैरो खरायो चाहिँ धन्नै रहेछन् जङ्गली खरायो नि ल साथीहरू हेर्नुहोस् है वन कुखुरा पनि छ अनि अस्ट्रिच पनि छ ए यहीँनिर छ त कत्रो आमा कति ठुलो हो कि ल छ्या अहिले हात ठुङ्गिन्छ नि ओहो गयो कति ठुलो हो के त्यो रातिको त्यो बच्चा क्या नि उता पारीको
बसेछन् दुइटै एउटै पोजिसनमा गन्दैन देखेकै छैन त्यो त्यहाँ पालबाट देखाइदिएपछि अगाडिमा आज दिएन क्या नि नत्र त कस्तरी छोप्न आउँछ नि त्यही त ए उल्लु ए उल्लु ए अरू यो बच्चा क्या नि मुसा कस्तो राम्रो कलरका छन् त यसको चाहिँ नाम लेखेर हिँड्छ नि बाहिर क्या पानी कहाँ फाल्छ नि जाता तिसमा उभिन्छ साथीहरू हामी चाहिँ गणेश पार्क गएर पनि फर्किसक्यौँ बाटोमा फर्किँदैछौँ